नेपाली पोलिटिक्सतिर जान्छौँ हल्का। नेपाली पोलिटिक्समा चाहिँ नेपाल चाहिँ के नै गर्छौँ भनेर भनेको दुनियाँ यो क्रान्तिहरू भएको होइन, माने काट्ने पोलिटिक्स, रेभोल्युसन, चेन्ज सबै भयो होइन। तर साउथ एसियामा चाहिँ सबैभन्दा कम पर क्यापिटा इन्कम भएको देश अहिले चाहिँ वर्ल्डमै पनि एकदमै पुअरेस्ट कन्ट्रीमा भनेर चाहिँ अनेक थरी रिपोर्टमा आइरहेको छ होइन। अब पर क्यापिटामा बङ्गलादेशहरू धेरै अगाडि छ होइन, इन्डिया बङ्गलादेशहरू। तर बङ्गलादेशले पनि एकदम राम्रो, बङ्गलादेश त धेरै अगाडि, श्रीलङ्का एकदमै नराम्रो भनेर टाटपल्टेको न्युज आए पनि उनीहरूको पर क्यापिटा पनि मच आएको छैन। अनि मालदिप्सहरू त म्यासिभै भइहाल्यो, मालदिप्स $14-15,000 छ। भनेपछि के हुन्छ त नेपालमा? सबै टक नो एक्सन हो नेपालमा। नेपालमा के हुँदैन हेर्नुहोस्, नेपाललाई असफल राष्ट्र बनाउनको लागि धेरै अगाडिदेखि प्लान गरिरहेका हुन्। नेपालको नेताहरूले त्यसमा साथ दिएका हुन्। अब पहिलाको जस्तो तपाईँको देशै हडपेर उपनिवेश बनाउने भन्ने हुँदैन। तपाईँको हडप्नेले पनि अन्तर्राष्ट्रिय समर्थनहरू पाउनुपर्ने दुनियाँ दिवाना भइसकेको छ। देशको सरकारहरू करप्ट भए पनि ग्लोबल्ली मान्छेहरूको चासो हुन्छ देशै हडप्दाखेरि। सो द्याट मे नट बी पोसिबल। नेपाललाई इन्डियामा गाभ्न अथवा चाइनामा गाभ्न अथवा अर्को कुनै देश आएर नाम परिवर्तन गरेर आफ्नो बनाउन त्यो सम्भव नहोला। तर जब सरकारलाई असफल बनाइन्छ त्यसपछि कसले असफल बनाएको उसले टेक ओभर गर्छ। इन्डियनले नेपालको सिटिजनसिप किन लिन्छ? इन्डिया अहिलेको शक्ति राष्ट्र, तपाईँको चौथो शक्ति राष्ट्र बनिसक्यो। एउटा इन्डियनले आएर नेपालको नागरिकता किन लिन्छ? मैले इन्डियनप्रति बाइस भएको होइन, त्यो लेभलको देशको मान्छेले नेपालको नागरिकता किन लिन्छ भने इट्स अ डिफरेन्ट कन्ट्री। ल क्यान बी बट। इन्डियामा गराउन नसकेको इलिगल काम नेपालको पासपोर्टले, नेपालको नागरिकताले गर्न मिल्छ। सो द्याट्स वाट दे वान्ट टु युज नेपाल फर, असफल राष्ट्र बनाउने अनि नेपाललाई आफ्नो वेबाट दुरुपयोग गर्नको लागि। अनि यो सबैको कर्तुतलाई सफल बनाउने काम चाहिँ नेपालका नेताहरूले गरिरहेका हुन्। एब्सोल्युटली। यो मैले यही कुराहरू भन्दाखेरि पनि फेरि मलाई धेरै मान्छेहरूले सतर्क पनि गराएका थिए, यस्तो कुराहरू नबोल मिडियामा भनेर। मैले पर्सनल्ली कसैलाई भनेको होइन, मैले नेपालको लागि मैले देखेको हार्टबाट बोलेको छु। नेपालको कुनै पनि नेता ठिक छैन। दे आर अल पार्ट अफ द्याट कन्सपिरेसी टु फेल नेपाल। नेपालको सबै नै नेता चेन्ज गर्यो भने मात्रै नेपाल फेल राष्ट्र भन्नुबाट बाँच्छ। अदरवाइज इट्स नट पोसिबल बिकज दे आर द वान डुइङ इट। अहिले आएको नयाँ पार्टी पनि आई डोन्ट से दे आर सपोर्टिङ, बट तिनीहरूकै चक्रव्यूहमा फसिसकेको छ। उनीहरूले नचाहेर पनि दे आर गोइङ टु बी पार्ट अफ द्याट कन्सपिरेसी टु मेक नेपाल अ फेल स्टेट। दिज अल पिपुल मस्ट बी पनिस्ड। अनि त्यो पनिसमेन्ट दिने जनता हुनुपर्छ। आई एम नट सेइङ मच हाउ वाट, द्याट्स हाउ नेपाल क्यान बी, नेपाल सुड बी रेस्क्युड। होइन म एकदमै देशभक्त हो होइन, म त देशकै माया गर्छु भनेर बस्ने मान्छेहरू कति चाहिँ पछुताउने पर्ने सिचुएसन छ कि राम्रो हुँदाखेरि ननिस्किएर होइन, अनि पछि चाहिँ अब ढिला भइसक्यो भन्ने हुन्छ नि त। अपर्च्युनिटी आएको छुटिसक्छ होइन, क्यानाडा जाने टाइम आएको, एउटा मौका आएको थियो छुट्यो भन्ने हुन्छ नि त मान्छे। 5-7 वर्षपछि बिहे भयो, बच्चा भयो, अनि ओहो म त त्यतिखेर गएको हुँदो रहेछ, या त इम्प्रुभ नहुने रहेछ, म त खालि सपना देखेर बसेँ भन्ने हुन्छ नि होइन। हेर्नुहोस्, लेट्स नट डिस्करेज दोज हु आर स्टेइङ इन नेपाल। हामी सपोर्ट गर्छौँ, तर एउटा प्र्याक्टिकल कुरामा होइन, वी वरी अबाउट यु है। हामीलाई अब यो कुराहरू अब फेरि आउँछ विदेशमा बसेर नभुक भन्ने हो क्या एकदम। मैले पाउने कमेन्ट होइन, विदेशमा बसेर भुकेको होइन, देश विदेश घुमिएको छ, विदेश भोगेको छ, देखिएको छ, यहाँ कसरी काम गर्छन् भन्ने कुरो देखेको छ। इभन म भर्खरै नेपाल गएर आएँ। अब यो मिडियामा जसरी चाहिँ एक दुईजना मान्छेहरूको बारेमा धेरै वाहावाही छ, त्यहाँ त्यस्तो वाहावाही गर्नुपर्ने केही पनि देखेन मैले। नथिङ हेज ह्यापेन। रिजल्ट चाहियो, मेबी पिपुल आर ट्राइङ समबडी विच इज गुड थिङ, तर त्यस्तो लाटो देशमा गाडो त भएको मात्रै हो। त्यस्तो एउटा झाडु खालेर एउटा घरको परेर कसैले नगर्दाखेरि द्याट इज बेटर। तर नेपाललाई 21औं शताब्दीमा पुर्याउनको लागि वी शुड स्टार्ट डिस्ट्रोइङ दोज करप्ट लिडर्स। एउटा करप्सन रोक्नु पर्यो। करप्सन कसरी रोकिन्छ भने पनिसमेन्टले, सिधा, दायाँ बायाँ कुरै छैन कि। अरे यार एउटा सिम्पल इक्जाम्पल, तपाईँको यहाँ रेड लाइटमा हाल्यो भने 450 फाइन आउँछ, 1 हप्ताको कमाइ खाइदिन्छ त। अनि मान्छे केयरफुल हुँदैन। नेपालमा जाँड खाएर गाडी चलाउनलाई 10,000 कि 5,000 कति राख्दाखेरि आन्दोलन गर्ने यत्रो 10,000 5,000 1 लाख राख्नुपर्छ। यो उहरूलाई पनि करप्ट नेताहरूलाई ए बाबा एक्सट्रिम हान्दिनु पर्यो क्या। देशलाई काम गर्ने, देशको लागि माया गर्ने, देश बनाउने मान्छे मात्रै आउनु पर्यो। राजनीतिमा आएर फाइदा भइन्छ, धनी भइन्छ है, चकाचक भइन्छ भन्ने त्यो होप नै मारिदिनु पर्छ। राजनीतिमा आएर देशलाई गडबड गर्यो भने मरिन्छ भन्ने छाप जहिलेसम्म जनताले पार्दैन
nobody is going to come to the line. तर सिस्टमै रुल्स रेगुलेसन पोलिटिक्स के अरे एथिक्स त्यो माथिदेखि तलसम्म हरेक ठाउँमा हुनु पर्यो क्या होइन सिस्टम त चाहियो नि त सिस्टम कसैले फलो नगर्ने सिस्टमै नराख्ने नबनाउने सुरुमा त सिस्टम फलो नगर्ने सिस्टम नबनाउने यो नयाँ आएको पार्टीहरू पनि उनीहरूकै चङ्गुलमा फस्ने होइन यिनीहरू भ्रष्टाचार भयो करप्ट भयो के आज न्युज आई डोन्ट बिलिभ एनी न्युज अफ नेपाल एउटा गरिबको छोरछोरीको चाहिँ स्कुल जाने पैसा खाइदिने सिटामोल किन्ने स्वास्थ्य हेल्थ बजेट खाइदिने आफू मोटाउनलाई आफ्नो छोरछोरीको लागि भने त्यस्तो चुतिया मान्छेलाई जानको कति माया होला त्यसलाई जानकै डर हुनुपर्छ क्या अनि बल्ल त्यसले रोकिन्छ इज्जतको डर छैन कानुन हातमा छ फलानालाई पुलिसले थुन्यो अरे लग्यो अरे जेल फलानालाई मुद्दा हाल्यो अरे भनेर त बालै छैन अनि तिनीहरूको लागि डर भने के जेल बस्यो भने 2-4 दिन हो महाराजा यसरी निस्केपछि माला लगाइदिन्छ ए देश लुटेको थाहा पाएपछि उडाइदिन्छन् भोलि देख्न पाइँदैन भन्ने व्यवस्था कसले गर्दो रहेछ भ्रष्टाचार नेताको बच्चा बच्चीहरू सबै विदेशमा सेटल भएको छ होइन भनेपछि त्यहाँ इट विल बी अ फेल कन्ट्री एन्ड एक्सटर्नल फोर्स विल टेक इट नेताहरूमा पनि कन्फिडेन्स छ नेताहरूलाई थाहा छ कि भोलि के हुँदैछ त्यही भएर आफ्नो मान्छेहरू भटाभट बाहिर पठाएर त्यही कन्टेक्स्टमा अब नेपालमा हुन्छ नि अब अस्ति चाहिँ रेखा थापाजी चाहिँ अमेरिकाको बच्चा पाउनु भयो त्यो त देशको गहना होइन रेखा थापा उहाँ एकदमै राम्रो राम्रो आर्टिस्ट तर उहाँ जस्तो मान्छेहरूले पनि उता गएर एउटा बच्चा पाउनु पर्यो होइन अब अरू आर्टिस्टहरू पनि यहाँ अब विदेशमा सेटल हुने हिसाबले होइन बिहे गर्ने अथवा त्यो एउटा रुट डर चलेछ माथि पनि क्या नेताहरूको छोराछोरी पनि ठुल्ठुलो नेताहरूको यहीँ छन् नि कति होइन घरहरू किन्ने वहीँ बिजनेस किन्ने वहीँ सेटल हुने होइन अब खाली हुन्छ जस्तो छ होइन नेपाल अब बच्चाहरू र यस्तो मान्छेहरूमा चाहिँ सर्वसाधारणलाई त दोष दिँदैन किन नेपालमा अब मैले के भेटेँ भने आफूलाई ब्लेम गर्ने हामी नै उस्तो हो भन्ने चलन छ खासमा तपाईँहरूले त्यो नेताहरूलाई भोट हालेर तपाईँ उस्तो भएको होइन पनिस नगरे चाहिँ तपाईँहरू उस्तो हो भोट तपाईँहरूको सर्वसाधारण हाम्रो पावर भनेको एक भोट हो आफ्नो पावर दिइसकेको मान्छेले गएर काम नगरेपछि त्यसको ढाड नखुस्काउनु चाहिँ गल्ती हो मान्छेहरूले आफूलाई कस्तोमा दोष दिन्छ भने मलाई चाहिँ काम छिटो गराउनु पर्छ मैले घुस दिन्छु मै गलत हो यो बाध्यता हो तपाईँको घुस नखुवाई त्यसले काम गर्दैन जसले घुस खुवायो उसको चाहिँ काम गरिदिन्छ भने सर्वसाधारणसँग के छ पावर घुस खुवाउनु यस त्यो गर्नलाई सर्वसाधारणले भोट पहिला हालेकोले काम नगरेपछि भोट चेन्ज गर्ने त्यहाँ गएर काम नगरेपछि उसले पाउने सजाय दिने कानुनले काम गर्दैन थाहा छ दण्ड होइन तले नेपाल बिग्रेको भ्रष्टाचारले होइन भ्रष्टाचार जहाँसुकै छ अन्त कारवाही छ नेपालमा छैन ठिक छ अब यो बाहिर जाने चाहिँ म चाहिँ कसरी हेर्छु भने आइएम बिट लिबरल अन दिस नेपाल छोडेर जानुपर्छ भने होइन मैले भन्न सक्नुहुन्छ चेन्ज गर्न सक्नुहुन्छ भने गर्ने हो वी सपोर्ट यु हामी त छोडियो यो संसार एउटा माटोको ढिक्का हो कि यो देशहरू भनेको मान्छेले कोरेको धर्काहरू हो प्रकृतिले एउटा माटोको ढिक्कामा यहाँनिर पनि त्यो प्रकृतिलाई फरक पर्दैन म यहाँ गए पनि यो प्रकृति मदर नेचर डजन्ट केयर यहाँ गए पनि मदर नेचर डजन्ट केयर है त्यो भएर मान्छे एउटा नेपाली हो र नेपालीको साथसाथै यो संसारको एउटा प्राणी पनि हो त्यो भएर जुन ठाउँमा आफूलाई कम्फर्टेबल हुन्छ आफ्नो पसिनाको उचित मूल्य पाइन्छ त्यहाँ जानु एज अ मान्छे एउटा व्यक्तिगत स्वतन्त्रता हो त्यही भएर आफ्नो क्षमताको जहाँ कदर हुन्छ आफ्नो पसिनाको मूल्य जहाँ पाइन्छ उचित मूल्य त्यहाँ जान मान्छेले पाउनुपर्छ खासमा यो नेपालीहरू बाहिर गए यो इस्यु भएको नेपालको पोलिटिक्स फक्टअप भएको कारण हो होइन भने अमेरिकन कहाँ जान्छ कसलाई त्यो अमेरिकालाई मतलब हुन्छ होइन यहाँ अस्ट्रेलियन संसारको कुन देशमा गएर बस्छ यो देशलाई मतलब हुन्छ र नेपालमा चाहिँ अब मतलब किन भएको भन्दा त्यहाँको पोलिटिकल सिचुएसनले गर्दाखेरि नेपाली जम्मै बाहिर गयो ठुलो नम्बरमा गयो हो तर फ्रम त्यो जो बाहिर जान्छ उसको नजरबाट हेर्दाखेरि ऊ एउटा नेपाली मात्रै नभएर यो पृथ्वीको एउटा मान्छे पनि हो आफ्नो जिन्दगी जहाँ उसले राम्रोसँग बिताउनु पाउँछ जहाँ उसलाई पिस हुन्छ जहाँ उसको सपना पुरा हुन्छ त्यहाँ जान पाउनु उसको व्यक्तिगत अधिकार हो विदेशमा गएको छैन भने त बिहे पनि हुँदैन जस्तो लाग्छ मलाई नेपालमा बिहे गर्न गाह्रो हुन्छ जस्तो लाग्छ अहिले चाहिँ अनि अब म भन्छु कि अरे यार नेपालको नक्साभित्र जन्मियो भने चाहिँ एउटा बच्चाको कुराहरू छ त्यसले पल पल मरेर बाँच्नुपर्ने पेटमै आउँदाखेरि चाहिँ आमाले औषध नपाएर मर्ने पाउँदाखेरि हस्पिटलमा गडबड गरेर मर्ने ठुलो बसी तपाईँको एक्सिडेन्ट भएर मर्ने बिजनेस गरे अर्कालाई मार्दिने होइन लाइक पल पल मृत्यु छलेर बाँच्ने त्यो नक्साभित्र त्यो बच्चाको के दोष थिएन नि त उसको लक अथवा ब्याड लक ऊ नेपालमा जन्म्यो ऊ पल पल मृत्यु छलेर हुर्किनु पर्ने बाँच्नु पर्ने त्यही बच्चा
एउटा विकसित देशमा आएर जन्मियो भने त्यसले नि त्यहाँ पनि केही मेहनत गरे होइन होला, उसको बाबाले दुःख गरे होला, तर त्यसले त के गरे होइन नि त, he or she gets dropped in that certain map. Even before they are born, everything is taken care of. आमाको त्यो बच्चा भ्रूण पेटमा आउने आएपछि हस्पिटलमा चेकअप, नर्स अलरेडी असाइन फर देम, हस्पिटलले फोन गर्ने के छ कसो छ, टाइममा जानको लागि अपोइन्टमेन्ट लिनु भन्दा उसले बोलाउने, जन्मिँदाखेरि दे आर लुक्ड आफ्टर, बिदाको पैसा दिने बाउलाई समेत, पढाइ इज टेकन केयर अफ, हेल्थ इज टेकन केयर अफ, एभ्रिथिङ इज टेकन केयर अफ। त्यही बच्चा एउटा विकसित देशमा जन्मिँदाखेरि उसको जिन्दगीमा चाहिँ 90% टेन्सन कम हुन्छ भने वाइ यु हेभ टु ड्रप हिम इन द नेपाल, वाइ आई डोन्ट सी द पोइन्ट। एउटा नेपाली देशको तरिकाले हेर्दाखेरि वेल इट इज नट भेरी गुड, तर एज अ